70 करोड बराबरको सहयोग दिने भन्ने बोल कबल बाचा हुन्छ, जसमध्येमा बागमती प्रदेश सरकार एक्लैले 30 करोड दिन्छु भन्छ। भरतपुर महानगर आफैले झन्डै 17 करोड दिन्छु भन्छ। अनि अरूले पनि यसै गरी म दिन्छु भन्दै अगाडि आउँछन्। जम्मा 69 करोड दिन्छु भन्ने बाचा हुन्छ। तर बागमती प्रदेश सरकारले 30 करोड दिन्छु भनेको ठाउँमा जम्मा 3 करोड दिन्छ। महानगरले झन्डै 17 करोड दिन्छु भनेको ठाउँमा त्यो शीर्षकमा होइन अरू नै शीर्षकमा 9 करोड दिन्छ। अरू पनि जसले दिन्छु भनेका थिए उनीहरूले भने जति पैसा दिँदैनन्, कसैले दिँदैनन्। तर पनि बोलकबल गरेका छन्। सरकार नै साँची बसेर चाहिँ दिन्छु भनेको छ, पक्कै देलान् भनेर उधारोमै काम सुरु गर्छन्। धुर्मुस र सुन्तलीले पहिलो गल्ती यहीँबाट सुरु हुन्छ। सरकारले नै जमानी बसे जसरी पैसा दिन्छु भनेको छ, उधारो दिनेहरूले नै त्यही हेर्दै भटाभटी उधारो दिँदै जान्छन्। काम हुँदै जान्छ, पछि चाहिएको बेलामा भने अनुसारको पैसा उठ्दैन, ऋणमाथि ऋण थपिँदै जान्छ, ऋणमा काम हुँदै जान्छ, उधारोमा काम हुँदै जान्छ। विभिन्न देशहरूबाट आफूले